यो मन्दिर चाहिँ सुब्बा देउरालीको हो। सुब्बा देउरालीको मन्दिरहरू सधैँ अक्कारमा भगवानहरू अक्कारमा बस्नुहुन्छ भन्ने कुरा साँच्ची नै हो रहेछ। यो चाहिँ सुब्बा देउराली हामी चाहिँ नुहाइधुवाइ गरेर 2:30 बजेतिर नुहाइधुवाइ गरेर चाहिँ हामी सुब्बा देउरालीको मन्दिरतिर लागेका थियौँ र यो सुब्बा देउराली मन्दिर हो। हामी यहाँ पुग्दाखेरि उज्यालो नै भइसकेको थियो। हामी नजिकको होटलतिर गएर बसेका थियौँ। यो डाँडा काँडाहरू सुब्बा देउरालीमा एउटा भनाइ छ, सुब्बा देउरालीसँग जे भक्कल गर्नुहुन्छ त्यो पुरा हुन्छ भनेर। यदि भक्कल गरेर तपाईँहरू जानु भएन भने नराम्रो हुन्छ भन्ने कुरा नि बुझेको छ। किनकि यहाँ चाहिँ होइन एकजना लाउरेले चाहिँ म भर्ती हुन पाऊँ, म तपाईँलाई भर्ती भएपछि सुनको सिक्री ल्याएर दिन्छु भनेर भन्नुभएको थियो अरे र उहाँले लिएर आउनु भएन अरे र त्यही बाटो आएर दर्शन पनि नगरिकन फर्किन लाग्नु भएको थियो अरे। त्यस कारणले गर्दा उहाँले चाहिँ एउटा भित्तामा लिएर एउटा टाँस दिनुभएको छ भन्ने एउटा धारणा रहेको छ र त्यो छाप पनि रहेको छ। त्यो म अर्को भिडियोमा तपाईँलाई पक्कै देखाउने छु। अहिलेको लागि सुब्बा देउराली दर्शन गर्नु होला है त सबैजनाले।